हामीहरू सबैलाई नर्भसनेस फिल भइरहेको हुन्छ नि। अब कसैलाई केही कुरा भन्न जानु पर्यो अथवा एक्जाम्सहरू अगाडि अथवा पब्लिक स्पिकिङ गर्दा यस्तो हुन सक्छ, विच इज टोटली नेचुरल। अनि यसको लागि एउटा सिम्पल, क्विक र इफेक्टिभ टेक्निक छ, विच इज कल्ड बक्स ब्रिदिङ। यो चाहिँ कसरी गर्ने हो भनेपछि 4 सेकेन्डसम्म इनहेल गर्ने, 4 सेकेन्ड्स होल्ड, फेरि 4 सेकेन्डसम्म एक्सेल गर्ने अनि फेरि 4 सेकेन्ड्स होल्ड। अब यो साइकल हामीले 7-8 टाइम्स गर्यो भने हाम्रो नर्भस सिस्टम काम डाउन हुन्छ, हार्ट रेट पनि अलिकति डिक्रिज हुन्छ, भने त्यो हार्ट रेसिङ भएर हुन्छ नि, त्यो डिक्रिज हुन्छ एन्ड वी फिल कामनेस। सो यो युज गर्नु ल, नबिर्सिनु है। 4 सेकेन्ड्स, 4 काउन्टसम्म इनहेल, 4 होल्ड, 4 एक्सेल अनि लास्टमा 4 होल्ड। I hope you found this effective. Experiment garnu, you'll see the results. And see you next time. Bye-bye. हामीहरू सबैलाई नर्भसनेस फिल भइरहेको हुन्छ नि। अब कसैलाई केही कुरा भन्न जानु पर्यो अथवा एक्जाम्सहरू अगाडि अथवा पब्लिक स्पिकिङ गर्दा यस्तो हुन सक्छ, विच इज टोटली नेचुरल। अनि यसको लागि एउटा सिम्पल, क्विक र इफेक्टिभ टेक्निक छ, विच इज कल्ड बक्स ब्रिदिङ। यो चाहिँ कसरी गर्ने हो भनेपछि 4 सेकेन्डसम्म इनहेल गर्ने, 4 सेकेन्ड्स होल्ड, फेरि 4 सेकेन्डसम्म एक्सेल गर्ने अनि फेरि 4 सेकेन्ड्स होल्ड। अब यो साइकल हामीले 7-8 टाइम्स गर्यो भने हाम्रो नर्भस सिस्टम काम डाउन हुन्छ, हार्ट रेट पनि अलिकति डिक्रिज हुन्छ, भने त्यो हार्ट रेसिङ भएर हुन्छ नि, त्यो डिक्रिज हुन्छ एन्ड वी फिल कामनेस। सो यो युज गर्नु ल, नबिर्सिनु है। सो 4 सेकेन्ड्स, 4 काउन्टसम्म इनहेल, 4 होल्ड, 4 एक्सेल अनि लास्टमा 4 होल्ड। I hope you found this effective. Experiment garnu, you'll see the results. And see you next time. Bye-bye.